9 साल अगाडि लिएको वासिङ मेसिन हो। हेलो गाइस, तपाईहरुलाई मैले आज यस्तो खतरा चीज देखाउन जाँदैछु कि यस्तो खतरा चीज देखाउन जाँदैछु कि तपाईहरुले बिलिभै गर्नुहुन्न क्या, कसम के। तपाईहरुले बिलिभै गर्नुहुन्न क्या, मलाई 100% थाहा छ क्या। यस्तो भिडियो छ हैन। ल हेर्नुस्, 9 साल अगाडि लिएको वासिङ मेसिन हो। केही जात हुन्न कसम। न स्क्रु ढिला हुन्छ, न पानी कम हुन्छ, न सरफ कम हुन्छ। गुटुङ गुटुङ चलै गाइसलाई हेर्नुहोस् त। देख्नुभयो गाइस, यस्तो वासिङ मेसिन त कसले पाउँछ भन्नुहोस्, कसले पाउँछ भन्नुहोस् न। जसको लगन जुडेको छ, जसको भाग्य एकदम तीव्र गतिमा बाटोमा दौडिरहेको छ, हो त्यो मान्छेले मात्र यस्तो वासिङ मेसिन पाउँछ। आहा, यो हेर्नुहोस् त, पुसमाको जाडामा आज बरु बल्ल हल्का फुल्का घाम लाग्यो। आज 18 गते पुसको। ओ माई गॉड, अस्ति मैले नुहाएको, हिजो घाम लाग्यो। के फाइदा भयो त होइन। अब ठ्याक्कै खिचडी चढाउनु बेला नुहाइन्छ क्या हो, माघे सङ्क्रान्तिमा। त्यो भन्दा यता मैले धरिदिउँ त, धरिदिउँ। हेर्नु न, वासिङ मेसिन खतरा छ नि होइन। वासिङ मेसिन यस्तो खतरावाला वासिङ मेसिन तपाईँले देख्नुभयो। तर यो वासिङ मेसिनलाई चाहिँ तपाईँहरूले चाहिँ लाइक, कमेन्ट, सेयर गर्नलाई नभुल्नु होला है। धन्यवाद।